अध्याय 1 ओम श्री परमात्मने नमः। अथ श्रीमद्भगवद्गीता यथार्थ गीता अथ प्रथम अध्याय धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। 1 धृतराष्ट्रले सोधे, हे सञ्जय, धर्मक्षेत्र कुरुक्षेत्रमा एकत्रित युद्धको इच्छा भएका मेरा र पाण्डु पुत्रहरूले के गरे? अज्ञान रूपी धृतराष्ट्र र संयम रूपी सञ्जय। अज्ञान मनभित्र हुन्छ। अज्ञानले ढाकिएको मन धृतराष्ट्र जन्मान्दछ, तर संयम रूपी सञ्जयको माध्यमले यसले देख्छ, सुन्छ। उसले बुझ्छ कि परमात्मा नै सत्य हो, तैपनि जबसम्म उसबाट उत्पन्न मोहरूपी दुर्योधन जीवित छ, उसको दृष्टि सधैँ कौरवहरूमा नै रहन्छ, विकारहरूमा नै रहन्छ। शरीर एउटा क्षेत्र हो। जब हृदय देशमा दैवी सम्पत्तिको बाहुल्य हुन्छ, तब यो शरीर धर्मक्षेत्र बन्छ, र जब यसमा आसुरी सम्पत्तिको बाहुल्य हुन्छ, तब यो शरीर कुरुक्षेत्र बन्छ। कुरु भनेको गर, यो शब्द आदेशात्मक हो। श्रीकृष्ण भन्नुहुन्छ, प्रकृतिबाट उत्पन्न तीनवटै गुणद्वारा परवश भएर मानिसले कर्म गर्छ। त्यो छिनभर पनि कर्म नगरिकन बस्नै सक्दैन। गुणले उसबाट कर्म गराउँछ। सुतिसके पनि कर्म बन्द हुँदैन। त्यो पनि स्वस्थ शरीरको आवश्यक खुराक मात्र हो। तीनवटै गुणले मानिसलाई देवतादेखि किरासम्म शरीरहरूमै बाँध्ने गर्छन्। जबसम्म प्रकृति र प्रकृतिबाट उत्पन्न गुण जीवित छन्, तबसम्म कुरु लागिरहनेछ। अत जन्म मृत्युको क्षेत्र, विकारको क्षेत्र कुरुक्षेत्र हो, र परम धर्म परमात्मामा प्रवेश दिलाउने पुण्यमयी प्रवृत्तिहरूको पाण्डवहरूको क्षेत्र धर्मक्षेत्र हो। पुरातत्वविद पन्जाबमा काशी प्रयागमध्ये तथा अनेकौं स्थलहरूमा कुरुक्षेत्रबारेको शोध गर्नमा लागेका छन्, तर गीताकारले स्वयं भनेका छन् कि जुन क्षेत्रमा यो युद्ध भयो त्यो कहाँ छ? इदम शरीरम कौन्तेय क्षेत्रमित्यभिधीयते। अर्जुन, यो शरीर नै क्षेत्र हो, र जसले यसलाई जान्दछ, यसको अन्त्य पाइसकेको छ, ऊ क्षेत्रज्ञ हो। अगाडि उनले क्षेत्रको विस्तार बताए, जस अन्तर्गत 10 इन्द्रियहरू, मन, बुद्धि, अहङ्कार, 5वटा विकारहरू र 3वटा गुणहरूको वर्णन छ। शरीर नै क्षेत्र हो, एउटा अखडा हो। यसमा लडाईँ गर्ने प्रवृत्तिहरू 2वटा हुन्, दैवी सम्पद र आसुरी सम्पद, पाण्डुका सन्तान र धृतराष्ट्रका सन्तान, सजातीय र विजातीय प्रवृत्तिहरू। अनुभवी महापुरुषको शरणमा गएपछि यी दुवै प्रवृत्तिहरूमा सङ्घर्षको सूत्रपात हुन्छ। यो क्षेत्र र क्षेत्रज्ञको सङ्घर्ष हो। यही वास्तविक युद्ध हो। विश्वयुद्धहरूले इतिहास भरिएको छ, तर त्यसमा जित्नेलाई पनि शाश्वत विजय पाइँदैन। यी त आपसका बदला हुन्। प्रकृतिलाई सबै प्रकारले शान्त गरेर प्रकृतिदेखि परको सत्ताको दिग्दर्शन गर्नु र त्यसमा प्रवेश पाउनु नै वास्तविक विजय हो। यही एउटा यस्तो विजय हो जसको पछाडि हार हुँदैन। यो नै मुक्ति हो, जसको पछि जन्म मृत्युको बन्धन हुँदैन। यसरी अज्ञानले ढाकिएको प्रत्येक मन संयमको माध्यमले बुझ्छ कि क्षेत्र क्षेत्रज्ञको युद्धमा के भयो। अब जसको संयमको जस्तो उत्थान हुन्छ, उस्तै उस्तै उसको दृष्टि आउँदै जान्छ। सञ्जय उवाच दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसङ्गम्य राजा वचनमब्रवीत्। त्यसबेला राजा दुर्योधनले व्यूह रचनायुक्त पाण्डवहरूको सेनालाई देखेर द्रोणाचार्य नजिक गएर यो वचन भने। द्वैतको आचरण नै द्रोणाचार्य हो। जब ज्ञान हुन्छ कि हामी परमात्मासँग अलग भइसकेका छौँ, यही द्वैतको भान हो, तब उसको प्राप्तिका लागि व्याकुलता उत्पन्न हुन्छ, अनि हामी गुरुको खोजीमा निस्कन्छौँ। दुवै प्रवृत्तिहरूको यो नै प्राथमिक गुरु हो। यद्यपि पछिको सद्गुरु योगेश्वर श्रीकृष्ण हुनेछन्, जो योगको स्थितिका हुनेछन्। राजा दुर्योधन आचार्यको नजिक जान्छन्। मोहरूपी दुर्योधन। मोह सम्पूर्ण व्याधिहरूको मूल हो, राजा हो। दुर्योधन दूर अर्थात् दूषित, योधन अर्थात् योधन। आत्मिक सम्पत्ति नै स्थिर सम्पत्ति हो। त्यसमा जसले दोष उत्पन्न गर्छ त्यो हो मोह। यसले प्रकृतितिर तान्दछ र वास्तविक जानकारीको लागि प्रेरणा पनि प्रदान गर्छ। मोह रहेसम्म सोध्ने प्रश्न पनि रहन्छ, होइन भने सबै पूर्ण नै हुन्छ। अत व्यूह रचनायुक्त पाण्डवहरूको सेनालाई देखेर, अर्थात् पुण्यबाट प्रभावित सजातीय वृत्तिहरूलाई सङ्गठित देखेर मोहरूपी दुर्योधनले प्रथम गुरुद्रोण नजिक गएर यो भने। पश्यैतां पाण्डुपुत्राणा माचार्य महतीं च मुं व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता। श्लोक 3। हे आचार्य, आफ्ना बुद्धिमान शिष्य द्रुपदपुत्र दृष्टद्युम्नद्वारा व्यूहाकार उभ्याइएका पाण्डुपुत्रहरूका यस विशाल सेनालाई हेर्नुहोस्। शाश्वत अचल पदमा आस्था राख्ने दृढ मन नै दृष्टद्युम्न हो। केही नै पुण्यमयी प्रवृत्तिहरूको नायक हो। साधन कठिन न मन करटेका। साधन कठिन हुँदैन, मनको दृढता कठिन हुनुपर्छ। अब हेरौँ सेनाको विस्तार। अत्र सुरा महेश्वासा विमार्जुनस्मायुधि युयुधानो विराटश्च द्रुपदश्च महारथ। श्लोक 4। यस सेनामा महेश्वासा महान यीशमा वास दिलाउने भावरूपी भीम, अनुरागरूपी अर्जुनको समान धेरै सुरवीर, जस्तै सात्विकतारूपी सात्यकी विराट, सर्वत्र ईश्वरीय प्रवाहको धारणा महारथी राजा द्रुपद अर्थात् अचल स्थिति, तथा दृष्टकेतुश्चेकितान काशीराजश्च वीर्यवान, पुरुजित कुन्ती भोजश्च शैव्यश्च नरपुङ्गवः।
श्लोक 5 दृष्टकेतु दृढ कर्तव्य चेकिताना जहाँ गए पनि त्यहाँबाट तानेर चित्तलाई इष्टमा स्थिर गर्ने काशी राजा कायारूपी काशीमा नै त्यो साम्राज्य छ पुरुजित स्थूल सूक्ष्म र कारण शरीरहरूमाथि विजय दिलाउने पुरुजित कुन्ती भोज कर्तव्यले भवमाथि विजय नरहरूमा श्रेष्ठ शैव्य अर्थात् सत्य व्यवहार युधा मन्युश्च विक्रान्त उत्तम औजाश्च वीर्यवान सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथा श्लोक 6 र पराक्रमी युधामन्यु युद्धको अनुरूप मनको धारणा उत्तम औजा शुभको मस्ती सुभद्रा पुत्र अभिमन्यु जब शुभ आधार आउँछ तब मन भयरहित हुन्छ यस्तो शुभाधारले उत्पन्न अभय मन ध्यानरूपी द्रौपदीका 5 पुत्र वात्सल्य लावण्य सरिदेयता सौम्यता स्थिरता यी सबै महारथी हुन् साधन पथमा सम्पूर्ण योग्यता साथै हुने क्षमताहरू हुन् यस प्रकार दुर्योधनले पाण्डव पक्षका 15-20 वटा नाम गनाए जो दैवी सम्पदका महत्त्वपूर्ण अङ्ग हुन् विजातीय प्रवृत्तिका राजा हुँदाहुँदै पनि मोहले नै सजातीय प्रवृत्तिहरूलाई बुझ्न बाध्य गर्छ दुर्योधनले आफ्नो पक्षबारे संक्षेपमा भन्छ यदि कुनै बाहिरी युद्ध भएको भए उसले आफ्नो फौज बढी गन्ती गराउँथ्यो विकारहरू कम गन्ती गराइए किनकि तिनीमाथि विजय पाउनु छ ती नाशवान छन् मात्र 5देखि 7 वटा विकारहरू बताइएका छन् जसको अन्तरालमा सम्पूर्ण बहिर्मुखी प्रवृत्ति विद्यमान छन् जस्तै अस्माकं तु विशिष्टा ये तान्नी बोध द्विजोत्तम नायका मम सैन्यस्य संज्ञार्थम तान ब्रवीमिते श्लोक 7 द्विजोत्तम हाम्रो पक्षका जो प्रधान हुन् उनको बारेमा पनि तपाईले बुझिराख्नुहोस् तपाईको जानकारीको लागि मेरा सेनाका जो नायक हुन् उनको बारेमा भन्दछु बाहिरी युद्धमा सेनापतिको लागि द्विजोत्तम सम्बोधन असामयिक हो वस्तुतः गीतामा अन्तःकरणका 2 प्रवृत्तिहरूको सङ्घर्ष हो जसमा द्वैतको आचरण नै द्रोण हो जबसम्म हामी अलिकति पनि आराध्यबाट परछौँ तबसम्म प्रकृति विद्यमान छ द्वैत बनेको छ यस 2 माथि जय पाउने प्रेरणा प्रथम गुरु द्रोणाचार्यबाट प्राप्त हुन्छ अधुरो शिक्षाले नै पूर्ण जानकारीका लागि प्रेरणा प्रदान गर्छ त्यो पूजास्थली होइन त्यहाँ शौर्य सूचक सम्बोधन हुनुपर्दथ्यो विजातीय प्रवृत्तिका नायक को हुन् भवान भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जय अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च श्लोक 8 एक त स्वयं तपाईँ द्वैतको आचरण रूपी द्रोणाचार्य हुनुहुन्छ ब्रह्मरूपी पितामह भीष्म हुनुहुन्छ ब्रह्म विकारहरूको उद्गम हो अन्त्यसम्म जीवित रहन्छ यसैले पितामह हो सबै सेना मरे तर यो जीवित थियो यो हो ब्रह्मरूपी भीष्म ब्रह्म अन्त्यसम्म रहन्छ यस्तै विजातीय कर्मरूपी कर्ण र सङ्ग्राम विजयी कृपाचार्य हुन् साधनावस्थामा साधकद्वारा कृपाको आचरण नै कृपाचार्य हो भगवान कृपाधाम हुन र प्राप्तिपछि सन्तको पनि त्यही स्वरूप हुन्छ तर साधनाकालमा जबसम्म हामी परछौँ परमात्मा परछन् विजातीय प्रवृत्ति जीवित छन् मोहको घेरा छ यस्तो परिस्थितिमा साधकले यदि कृपाको आचरण गर्छ भने त्यो नष्ट भएर जान्छ सीताले दया गरिन् केही काल लङ्कामा प्रायश्चित गर्नु पर्यो विश्वामित्र दयाद्र भए पतित हुनु भयो योगसूत्रकार महर्षि पतञ्जलिले पनि यही भन्नु छ ते समाधाग उपसर्गा वित्ताने सिद्धया 3/37 वित्थानकालमा सिद्धिहरू प्रकट हुन्छन् ती वास्तवमा सिद्धिहरू हुन् तर कैवल्य प्राप्तिको लागि त्यत्तिकै ठूला विघ्न हुन् जति काम क्रोध लोभ मोह इत्यादि गोस्वामी तुलसीदासको पनि यस्तै मत छ छोरत ग्रन्थि जानी खगराया विघ्न अनेक करै तब माया रिद्धि सिद्धि प्रेरै बहुबाई बुद्धि ही लोभ दिखावही आई रामचरितमानस 7औं काण्डको 117औं दोहा अन्तर्गतका 6 र 7 नम्बरका पङ्क्ति मायाले अनेक विघ्न गर्छ रिद्धिहरू प्रदान गर्छ यहाँसम्म कि सिद्ध बनाइदिन्छ यस्तो अवस्थाको साधक छेउबाट हिँड्ने बित्तिकै मरणासन्न रोगी पनि जीवित भएर उठ्दछ त्यो ठिक भए पनि यदि साधकले यसलाई आफ्नो देन ठान्दछ भने ऊ नष्ट हुन्छ एक रोगीको सट्टा हजारौं रोगीले घेर्नेछन् भजन चिन्तनको क्रम अवरुद्ध हुनेछ र उतातिर लम्कदा लम्कदै प्रकृतिको बाहुल्य हुनेछ यदि लक्ष्य टाढा छ र साधकले कृपा गर्छ भने कृपाको एक्लो आचरणलेमै समितिञ्जय सबै सेनालाई जित्नेछ यसैले साधकले पुतिसम्म यसबाट सतर्क हुनुपर्दछ दया बिनु सन्त कसाई दया करी तो आफत आई तर अधुरो अवस्थामा यो विजातीय प्रवृत्तिको दुर्धर्ष योद्धा हो यसै प्रकार आसक्ति रूपी अश्वत्थामा सृष्टिमा कहीँ पनि वस्तुहरूमा लगाउने आसक्ति हो द्वैतको आचरण द्रोणाचार्य हो द्वैत नै आसक्तिको जन्मदाता हो शस्त्र हातमा रहन्जेल आचार्य द्रोणको मृत्यु हुन सक्दैन थियो उहाँ अझै हुनुहुन्थ्यो भगवान श्रीकृष्णले भने कौरव पक्षमा एउटा हात्तीको नाम अश्वत्थामा हो भीमले त्यस हात्तीलाई मारेर अश्वत्थामा मारियो यस्तो घोषणा गरौँ यस अप्रिय सूचनाबाट आचार्य मर्माहत भएर सुस्त हुनेछन् त्यसै बखत उनको अन्त्य गरियोस् भीमले हात्तीलाई मारिदिए प्रचार गरियो कि अश्वत्थामा मारियो द्रोणले सम्झे कि उनको छोरा अश्वत्थामा मारियो उनी उदास भए धनुष हातबाट जायो उनी हताश चेतनहीन भएर युद्धभूमिमा बसे उनको गर्दन कट्यो पुत्रमा अत्याधिक आसक्ति उनको मृत्युको कारण बन्यो अश्वत्थामा दीर्घजीवी थियो निवृत्तिको अन्तिम क्षणसम्म यो बाधाको रूपमा विद्यमान रहन्छ यसैकारण अमर कहलाउँछ
विकल्परूपी विकर्ण। साधनाको उन्नत अवस्थामा विशिष्ट कल्पनाहरू उठ्न थाल्छन्। मनमा सङ्कल्प विकल्प हुन्छ कि स्वरूप प्राप्तिसँग भगवानबाट कुन सिद्धिहरू, अलौकिक शक्तिहरू प्रदान गरिनेछन्। भगवानको चिन्तनको स्थानमा विभूतिहरूको चिन्तन हुन थाल्छ। साधकको दृष्टि केवल कर्ममा हुनुपर्छ। उसले फलको वासना भएको हुनुहुँदैन। तर जब ऊ रिद्धि सिद्धिको चिन्तन गर्न थाल्छ, यो विकल्प नै विकर्ण हो। यी कल्पनाहरू विशिष्ट हुन तर साधनामा ठूलो बाधक हुन्। ब्रह्ममय श्वास नै भूरिश्रवा हो। साधनाको स्तर उच्च भएपछि उसको प्रशंसा हुन थाल्छ कि त्यो महात्मा हो, सिद्ध छ, त्यसमा दिव्य शक्तिहरू छन्। उसको सामु लोकपाल पनि झुक्छन्। यस आबुभाव प्रशस्तिबाट साधक खुसी हुन थाले, गदगद भएर बहकन थाले। यो ब्रह्ममय श्वास नै भूरिश्रवा हो। पूज्य गुरुदेवको भनाइ थियो, संसारले पुष्पवृष्टि गरे, प्रशंसा गरे, विश्व जगद्गुरु भने तिमीलाई केही पाइने छैन, रुनलाई आँसु पनि पाइने छैन। यदि ईश्वरले तिमीलाई साधु भनिदिए भने सबै थोक पाउनेछौ। दुनियाँले भनोस् वा नभनोस्, तर पनि तिमी सर्वस्व पाउनेछौ। यस प्रकार सांसारिक प्रशंसामा बग्नु ब्रह्ममय श्वास हो। यही भूरिश्रवा हो। प्रशंसा भुरी भुरी हुन्छ, अत्याधिक हुन्छ, अतिरञ्जित हुन्छ। यसले साधनामा क्षय हुन थाल्छ। अस्तु ब्रह्ममय श्वास भूरिश्रवा हो। संयमको स्तर उन्नत भएपछि आएका विकृतिहरूको यी नाम हुन्। बाह्य प्रवृत्तिका अङ्ग उपाङ्ग हुन्। अन्ये च बहवः शूरा मदर्थे त्यक्त जीविताः नाना शस्त्र प्रहरणाः सर्वे युद्ध विशारदाः। श्लोक 9। अरू पनि धेरै शूरवीरहरू अनेक प्रकारका शस्त्रहरू धारण गरेर मेरो लागि जीवनको आशा त्याग गरी युद्धमा अडेका छन्। सबै मेरो लागि ज्यान दिनेहरू हुन्, तर उनको कुनै पक्का गन्ती छैन। अब कुन सेना कुन भावले सुरक्षित छन् यसबारे भन्नुहुन्छ। अपर्याप्तम तदस्माकं बलम भीष्माभिरक्षितम पर्याप्तम त्विदमेतेषां बलम भीमाभिरक्षितम। श्लोक 10। भीष्मद्वारा रक्षित हाम्रो सेना सबै प्रकारले अजेय छ र भीमद्वारा रक्षित उनीहरूका सेनालाई सजिलैसित जित्न सकिन्छ। पर्याप्त र अपर्याप्त जस्तो क्लिष्ट शब्दको प्रयोगले दुर्योधनको दुविधालाई व्यक्त गर्दछ। अत हेर्नु छ कि भीष्म कुन सत्ता हो जसमाथि कौरवहरू निर्भर गर्छन् र भीम कुन सत्ता हो जसमाथि सम्पूर्ण पाण्डवहरू निर्भर छन्। दुर्योधनले आफ्नो व्यवस्था दिन्छ। ऐनेषु च सर्वेषु यथा भागम अवस्थिता भीष्ममेवा विरक्षन्तु भवन्तः सर्व एव हि। श्लोक 11। यसैले सबै मोर्चाहरूमा आफ्नो ठाउँमा रहेर तपाईँ सबैजना भीष्मलाई नै चारैतिरबाट रक्षा गर्नुहोस्। यदि भीष्म जीवित छ भने हामी अझै छौँ। यसैले तपाईँहरू पाण्डवहरूसँग युद्ध नगरेर मात्र भीष्मको नै रक्षा गर्नुहोस्। कस्तो योद्धा हो भीष्म, जसले स्वयं आफ्नो रक्षा गर्न सकिरहेको छैन। कौरवहरूले उसको रक्षा व्यवस्था गर्नु परिरहेको छ। यो कुनै बाहिरी योद्धा होइन, भ्रम नै भीष्म हो। जबसम्म भ्रम जीवित रहन्छ तबसम्म विजातीय प्रवृत्तिहरू अजेय रहन्छन्। अजेयको अर्थ यो होइन कि जसलाई जित्नै सकिन्न। अजेयका अर्थ दुर्जय हो, जसलाई कठिनता साथ जित्न सकिन्छ। महाअजय संसार रिपु जितिसकै सोवीर। रामचरितमानस 6/80। यदि भ्रम समाप्त भयो भने अविद्या अस्तित्वविहीन हुन्छ। मोह इत्यादि जुन आंशिक रूपमा बाँचेका पनि छन् भने चाँडै समाप्त हुनेछन्। भीष्मलाई इच्छा मृत्युको वरदान प्राप्त थियो। इच्छा नै भ्रम हो। इच्छाको अन्त्य र भ्रम समाप्त हुने एउटै कुरा हो। यसैलाई सन्त कबीरले सजिलोसँग भन्नुभयो, इच्छा काया इच्छा माया इच्छा जग उपजाया कह कबीर जे इच्छा विवर्जित ताका पार नपाया। जहाँ भ्रम हुँदैन त्यो अपार र अव्यक्त छ। यो शरीरको जन्मको कारण इच्छा हो। इच्छा नै माया हो र इच्छा नै संसारको उत्पत्तिको कारण हो। सो अकामयत तदैक्षत बहुश्याम प्रजायति। छान्दोग्य 0 उपशून्य 6/2/3। कबीर भन्नुहुन्छ, जो इच्छाहरूबाट सर्वथा रहित हुन्छन् ताका पार नपाया उनीहरू अपार अनन्त असीम तत्त्वमा प्रवेश पाउँदछन्। यो काम हो निष्काम आप्तकाम आत्मकामो न तस्य प्राणा उत्क्रामन्ति ब्रह्मैव सन् ब्रह्माप्येति। बृहदारण्यक 0 उपशून्य 4/4/6। जो कामनाहरूबाट रहित आत्मामा स्थिर आत्मस्वरूप हो उसको कहिले पनि पतन हुँदैन। ऊ ब्रह्मको साथ एक हुन्छ। सुरुमा इच्छाहरू अनन्त हुन्छन् र अन्ततोगत्वा परमात्मा प्राप्तिको इच्छा शेष रहन्छ। जब यो इच्छा पनि पूर्ण हुन्छ तब इच्छा पनि समाप्त हुन्छ। यदि योभन्दा कुनै ठूलो वस्तु भएको भए तपाईँ त्यसको इच्छा अवश्य गर्नुहुन्थ्यो। जब उसको अगाडि कुनै वस्तु नै छैन भने इच्छा कसको हुने? जब पाउने योग्य कुनै वस्तु अप्राप्य रहँदैन तब इच्छा पनि सम्पूर्ण रूपमा समाप्त हुन्छ र इच्छाको अन्त्य हुनासाथ भ्रमको पनि पूर्ण रूपेण अन्त्य हुन्छ। यो नै भीष्मको इच्छा मृत्यु हो। यस प्रकार भीष्मद्वारा रक्षित हामीहरूको सेना सबै प्रकारले अजेय छ। जबसम्म भ्रम छ तबसम्म अविद्याको पनि अस्तित्व छ। भ्रम शान्त भएपछि अविद्या पनि समाप्त हुन्छ। भीमद्वारा रक्षित यिनीहरूको सेनालाई जित्न सजिलो छ। भावरूपी भीम। भावै विद्यते देव। भावमा त्यो क्षमता छ कि अविदित परमात्मा पनि विदित हुन्छ। भाववश्य भगवान सुख निधान करुणा भवन। रामचरितमानस 7/92। ख
श्रीकृष्णले यसलाई श्रद्धा भनेर सम्बोधित गर्नुभएको छ। भावमा त्यो क्षमता छ कि भगवानलाई पनि आफ्नो बसमा राख्न सक्दछ। भावद्वारा नै सम्पूर्ण पुण्यमय प्रवृत्तिको विकास हुन्छ। यो पुण्यको संरक्षक हो। यो यति बलियो हुन्छ कि परमपिता परमात्मालाई सम्भव बनाउँछ, तर साथै यति कोमलो पनि हुन्छ कि आज भाव छ भने भोलि अभावमा पनि बदलिन समय लाग्दैन। आज तपाईँ भन्नुहुन्छ कि महाराज धेरै राम्रो हुनुहुन्छ, भोलि भन्न सक्नुहुन्छ कि होइन, हामीले देख्यौँ महाराज खीर खानुहुन्छ। घाँसपात जो खात तिनै सतावे काम, दूध मलाई खात जे तिनकी जाने राम। आराध्य देवमा अलिकति पनि त्रुटि देखिएमा भाव विचलित हुन्छ, पुण्यमय प्रवृत्ति पनि विचलित हुन्छ, इष्टसँगको सम्बन्ध विच्छेद हुन्छ। यसैले भीमद्वारा रक्षित उनीहरूको सेनालाई जित्नु सजिलो छ। महर्षि पतञ्जलिको निर्णय पनि यही हो। सतु दीर्घकाल नैरन्तर यस सत्कारा असेवितो दृढ भूमि। योगसूत्र 1/14। दीर्घकालसम्म निरन्तर श्रद्धा भक्तिपूर्वक गरिएको साधना नै दृढ हुन पाउँछ। तस्य सञ्जनयन हर्षम कुरुवृद्धः पितामह सिंहनादम विनद्योच्चैः अङ्खम दद्मौ प्रतापवान। श्लोक 12। यस प्रकार आफ्नो खिचातानीको निर्णय लिएर शङ्खध्वनि भयो। शङ्खध्वनि पात्रहरूको पराक्रमको घोषणा हो कि युद्ध जितेपछि कुन पात्रले तपाईँलाई के दिनेछ। कौरवहरूमा वृद्ध प्रतापवान भीष्म पितामहले दुर्योधनको हृदयमा हर्ष उत्पन्न गर्दै ठूलो स्वरमा सिंहनादको समान डरलाग्दो शङ्ख बजाए। सिंह प्रकृतिको भयावह पक्षको प्रतीक हो। घनघोर जङ्गलको शान्त एकान्तमा सिंहको गर्जना कानमा पर्ने बित्तिकै हृदय काम्न थाल्छ। यद्यपि सिंह तपाईँभन्दा कोसौँ टाढा हुन्छ। भय प्रकृतिमा हुन्छ, परमात्मामा हुँदैन। ऊ त अभय सत्ता हो। भ्रमरूपी भीष्म यदि विजयी हुन्छ भने प्रकृतिको जुन भयारण्यमा तपाईँ हुनुहुन्छ त्योभन्दा ठूलो भयको आवरणमा बाँध्नेछ। भएको एक तह अझै बढ्नेछ। भएको आवरण बाक्लो हुनेछ। यो भ्रमले यसको अतिरिक्त अरू केही दिने छैन। अत प्रकृतिबाट निवृत्ति नै गन्तव्यको बाटो हो। संसारमा प्रवृत्ति त भवाटवी हो, घोर अन्धारको छाया हो। यसको सामुन्ने कौरवहरूको कुनै घोषणा छैन। कौरवहरूको पक्षबाट कैयौँ बाजाहरू एकैसाथ बजे। प्राय सबै बाजाहरूले भय नै दिन्छन्, अरू बढी केही दिँदैन। प्रत्येक विकार केही न केही भय दिन्छ नै। यसैले उहाँले पनि घोषणा गर्नुभयो, ततः शङ्खाश्च भैर्यश्च पणवान् कगो मुखा सहशैवाभ्यहन्यन्त स शब्दस्तु मूलो अभवत्। श्लोक 13। यसपछि अनेकौं शङ्ख, नगारा, ढोल, नरसिंगा आदि बाजाहरू एकैसाथ बजे। उनीहरूको शब्द पनि बडो भयङ्कर भयो। भएको सञ्चार गर्नुबाहेक कौरवहरूको अरू कुनै घोषणा छैन। बहिर्मुखी विजातीय प्रवृत्ति सफल भएपछि मोहयुक्त बन्धन अझै बलियो पारिदिन्छ। अब पुण्यमय प्रवृत्तिहरूको तर्फबाट घोषणा भयो, जसमा पहिलो घोषणा योगेश्वर श्रीकृष्णको हो। ततः श्वेतैर्हयैर्युक्ते महती स्यन्दने स्थितौ माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदद्मतुः। श्लोक 14। तत्पश्चात सेता सेता घोडाहरूले युक्त, जसमा अलिकति पनि कालोपन दोष छैन। सेतो सात्विक निर्मलताको प्रतीक हो। महती स्यन्दने महान रथमा बसेका योगेश्वर श्रीकृष्ण र अर्जुनले पनि अलौकिक शङ्ख बजाउनु भयो। अलौकिकको अर्थ हो यस लोकबाट टाढा, मृत्युलोक, देवलोक, ब्रह्मलोक, जहाँसम्म जन्ममरणको भय छ ती सम्पूर्ण लोकबाट पार पारलौकिक पारमार्थिक स्थिति प्रदान गर्ने घोषणा योगेश्वर श्रीकृष्णको हो। सुन, चाँदी र काठको रथ होइन, रथ अलौकिक, शङ्ख अलौकिक, अत घोषणा पनि अलौकिक नै छ। यस लोकबाट पर एकमात्र ब्रह्म नै हो। सोझै उहाँसँग सम्पर्क स्थापित गर्ने घोषणा हो। उहाँले कसरी यस्तो स्थिति प्रदान गर्नुहुनेछ? पाञ्चजन्यम ऋषिकेशो देवदत्तम धनञ्जयः पौण्ड्रम दद्मौ महाशङ्खम भीमकर्मा वृकोदरः। श्लोक 15। ऋषिकेशः, जो हृदयको सर्वस्व ज्ञाता हुनुहुन्छ, उही श्रीकृष्णले पाञ्चजन्य शङ्ख बजाउनु भयो। पाँचै ज्ञानेन्द्रियहरूको पञ्चतन मात्रा शब्द, स्पर्श, रूप, रस र गन्धको रसहरूलाई समेटेर आफ्नै जन भक्तको श्रेणीमा ढाल्ने घोषणा गर्नुभयो। विकराल रूपमा बरालिएका इन्द्रियहरूलाई समेटेर तिनीहरूलाई आफ्नो सेवकको श्रेणीमा उभ्याइदिनु हृदयले प्रेरक सद्गुरुकै देन हो। श्रीकृष्ण एक योगेश्वर सद्गुरु हुनुहुन्थ्यो। शिष्यस्तेहम, प्रभु म तपाईँको शिष्य हुँ। बाहिरी विषयवस्तुहरूलाई छोडेर ध्यानमा आराध्य देव बाहेक अरूलाई नदेखौँ, अरूलाई नसुनौँ, न अरूको स्पर्श गरौँ। यो सद्गुरुको अनुभव सञ्चारमा निर्भर गर्दछ। देवदत्तम धनञ्जयः, दैवी सम्पत्तिलाई अधीन गर्ने अनुराग नै अर्जुन हो। आराध्य देवको अनुरूप लगाव, जसमा विरह, वैराग्य, अश्रुपात होस्। गदगद गिरानयन बह निरा रोमाञ्च होस्। आराध्य देव बाहेक अरू विषयवस्तुको अलिकति पनि टक्राउ हुन नपाओस्। यसैलाई अनुराग भनिन्छ। यदि यो सफल हुन्छ भने परमदेव परमात्मामा प्रवेश दिलाउने दैवी सम्पदमाथि अधिपत्य प्राप्त गर्छ। यसैको अर्को नाउँ धनञ्जय पनि हो। एउटा धन त बाहिरी सम्पत्ति हो, जसबाट शरीर निर्वाहको व्यवस्था हुन्छ। आत्मासित यसको कुनै सम्बन्ध छैन। यसबाट अलग स्थिर आत्मिक सम्पत्ति नै आफ्नो सम्पत्ति हो। बृहदारण्यको उपनिषदमा याज्ञवल्क्यले मैत्रेयलाई यही सम्झाउनु भयो कि
धनले सम्पन्न पृथ्वीको स्वामित्वबाट पनि अमृतत्वको प्राप्ति हुन सक्दैन। यसको उपाय आत्मिक सम्पत्ति हो। भयानक कर्मवाला भीमसेनले पौण्ड अर्थात् पृथ्वी नामक महाशङ्ख बजाए। भावको उद्गम र निवास स्थान हृदय हो। यसैले यसको नाम वृकोदर हो। तपाईँको भाव लगाउ केटाकेटीमा हुन्छ, तर वास्तवमा त्यो लगाउ तपाईँको हृदयमा छ, जुन केटाकेटीमा गएर मूर्त हुन्छ। यो भाव अगाध र महान बलशाली छ। उसले पृथ्वी नामक महाशङ्ख बजाए। भावमा नै त्यो प्रेम निहित छ। यसैले भीमले पौण्डु नामक महाशङ्ख बजाए। भाव महान बलवान हुन्छ, तर प्रेम संसारको माध्यमबाट। हरि व्यापक सर्वत्र समाना, प्रेमते प्रगट होहिमै जाना। रामचरितमानस बालकाण्डको 118औं दोहा अन्तर्गतको 5औं लाइन। अनन्त विजयम राजा कुन्तीपुत्र युधिष्ठिर नकुल सहदेवश्च सुघोष मणिपुष्पकौ। श्लोक 16। कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्त विजय नामक शङ्ख बजाए। कर्तव्यरूपी कुन्ती र धर्मरूपी युधिष्ठिर। धर्ममा स्थिरता रह्यो भने अनन्त विजयम, अनन्त परमात्मामा स्थिति दिलाउनेछ। युद्धे स्थिर स युधिष्ठिर। प्रकृति पुरुष क्षेत्रज्ञको सङ्घर्षमा स्थिर रहन्छ। भयङ्कर दुःखबाट पनि विचलित हुँदैन। तब एक दिन जो अनन्त छ, त्यसका अन्त्य छैन, त्यो हो परमतत्त्व परमात्मा। त्यसमाथि विजय गराइदिन्छ। नियमरूपी नकुलले सुघोष नामक शङ्ख बजाए। जब जब नियम उन्नत हुनेछ, अशुभको शमन हुँदै जानेछ, शुभ घोषित हुँदै जानेछ। सत्सङ्गरूपी सहदेवले मणिपुष्पक शङ्ख बजाए। मनीषीहरूले प्रत्येक श्वासलाई बहुमूल्य मणिको संज्ञा दिएका छन्। हीरा जैसी श्वासा बातोमी बिती जाए। एउटा सत्सङ्ग त्यो हो जुन तपाईँ सत्पुरुषहरूको बाणीमा सुन्नुहुन्छ। तर यथार्थ सत्सङ्ग आन्तरिक हो। श्रीकृष्णको अनुसार आत्मा नै सत्य हो, सनातन हो। चित्त चारैतिरबाट समेटिएर आत्माको सङ्गत गर्न लागोस्। यो नै वास्तविक सत्सङ्ग हो। यो सत्सङ्ग चिन्तन, ध्यान र समाधिको अभ्यासबाट सम्पन्न हुन्छ। जसो जसो सत्यका संसर्गमा ध्यान स्थायी रूपले स्थिर हुँदै जानेछ, त्यसै त्यसै एक एक श्वासमाथि नियन्त्रण पाइनेछ। मनसहित इन्द्रियहरूको निरोध हुँदै जानेछ। जुन दिन पूर्ण रूपे निरोध हुनेछ, वस्तु प्राप्त हुनेछ। वाद्यन्त्रहरू जस्तै चित्तलाई आत्माको स्वरमा स्वर मिलाएर सङ्गत गर्नु नै सत्सङ्ग हो। बाहिरी मणि कठोर हुन्छ, तर श्वासमणि फूलभन्दा पनि कोमल हुन्छ। पुष्प त विकसित भएपछि वा भाँचेपछि ओइलिन्छ, तर तपाईँ अघिको श्वाससम्म जीवित बस्ने ग्यारेन्टी दिन सक्नुहुन्न। तर सत्सङ्ग सफल भएमा प्रत्येक श्वासमा नियन्त्रण दिलाएर परम लक्ष्यको प्राप्ति गराइदिन्छ। यसबाहेक पाण्डवहरूको अरू कुनै घोषणा छैन, तर प्रत्येक साधन केही न केही निर्मल बाटोको दूरी पार गर्दछ। अगाडि भन्नुहुन्छ, काश्यश्च परमेश्वासः शिखण्डी च महारथः धृष्टद्युम्नो विराटश्च सात्यकिश्च पराजितः। श्लोक 17। कायारूपी काशी। पुरुष जब चारैतिरबाट मनसहित इन्द्रियहरूलाई समेटेर कायामा नै केन्द्रित गर्दछ, तब परमेश्वासः परम ईशमा बस्ने अधिकारी हुन्छ। परम ईशमा वास दिलाउने सक्षम काया नै काशी हो। कायामा नै परम ईशको निवास छ। परमेश्वासको अर्थ श्रेष्ठ धनुर्धारी होइन, बरु परम प्लस ईश प्लस वास हो। शिखा सूत्रको त्याग्ने शिखण्डी हो। आजभोलि मान्छेहरू कपाल खौराएर तथा सूत्रको नाउँमा जनै फालेर आगो बाल्न छोड्छन्। यतिले उनीहरूको सन्यास भइगयो। होइन, वस्तुतः शिखा लक्ष्यको प्रतीक हो, जसलाई तपाईँले प्राप्त गर्नु छ, र सूत्र संस्कारको। जबसम्म परमात्मा प्राप्त भएको छैन, संस्कारहरूको सूत्रपात लागेको छ, तबसम्म त्याग कस्तो, सन्यास कस्तो। अहिले त बाटो हिँड्ने बटुवा हुन्। जब प्राप्तव्य प्राप्त हुन्छ, संस्कारहरूका सूत्र कर्छ, यस्तो अवस्थामा भ्रमपूर्ण शान्त हुन्छ। त्यसैले शिखण्डी नै भ्रमरूपी भीष्मको नाश गर्छ। शिखण्डी चिन्तन पथको विशिष्ट योग्यता हो, महारथी हो। धृष्टद्युम्न दृढ र अचल मन तथा विराट सर्वत्र विराट ईश्वरको प्रसार देख्ने क्षमता इत्यादि दैवी सम्पदका प्रमुख गुण हुन्। सात्विकता नै सात्यकी हो। सत्य चिन्तनको प्रवृत्ति अर्थात् सात्विकता यदि बनेको छ भने कहिले पनि हानि हुन पाउने छैन। यस सङ्घर्षमा पराजित हुन दिने छैन। द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते सौभद्रश्च महाबाहुः शङ्खान्द दम्मुः पृथक पृथक। श्लोक 18। अचल पददायक द्रुपद र ध्यानरूपी द्रौपदीका 5 पुत्रहरू सहृदयता, वात्सल्य, लावण्य, सौम्यता, स्थिरता आदि साधनामा महान सहायक महारथी हुन् तथा विशाल हात भएका अभिमन्यु। यिनीहरू सबैले पृथक पृथक शङ्ख बजाए। हात कार्यक्षेत्रको प्रतीक हो। जब मन भयमुक्त हुन्छ, तब उसको पहुँच टाढासम्म हुन्छ। हे राजन, यिनीहरू सबैले बेग्ला बेग्लै शङ्ख बजाए। केही न केही दूरी सबैले पार गराउँदछन्। यिनको पालन आवश्यक छ, यसैले यिनका नाम गनाउनु भयो। यी बाहेक केही दूरी यस्तो पनि छ जुन मनबुद्धिबाट पर छ। भगवान आफै अन्तःकरणमा विराजमान भएर पार गराउनुहुन्छ। यता दृष्टि बनेवा आत्माले उभिनुहुन्छ र सामुन्य स्वयं उभिएर आफ्नो परिचय गराउनुहुन्छ। सघोषोद्धार्तराष्ट्राणां हृदयानि व्यदारयत् नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन्। श्लोक 19।
त्यस घोर शब्दले आकाश र पृथ्वीलाई पनि शब्दायमान गर्दै धृतराष्ट्र पुत्रहरूको हृदय विदीर्ण गरिदियो। सेना त पाण्डवहरूतिर पनि थिए, तर हृदय विदीर्ण भयो धृतराष्ट्र पुत्रहरूको। वस्तुत पाञ्चजन्य दैवी शक्तिमाथि आधिपत्य, अनन्तमाथि विजय, अशुभको समन समाप्ति र शुभको घोषणा धारावाही हुन लाग्यो भने कुरुक्षेत्र, आसुरी सम्पद, बहिर्मुखी प्रवृत्तिहरूका हृदय विदीर्ण हुनेछ। उनीहरूको बल बिस्तारै बिस्तारै कम हुन थाल्छ। पुरै सफलता पाएपछि मोहयुक्त प्रवृत्तिहरू पूर्णरूपेण शान्त हुन्छन्। अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज प्रवृत्ते शस्त्र सम्पाते धनुरुद्यम्य पाण्डवा। श्लोक 20। ऋषिकेशं तदा वाक्यम् इदमाह महीपते। अर्जुन उवाच सेनयोरुभयोर्मध्ये रथम स्थापय मेच्युत। श्लोक 21। संयमरूपी सञ्जयले अज्ञानमा ढाकिएको मनलाई सम्झाए, हे राजन, तत्पश्चात कपिध्वज वैराग्यरूपी हनुमान। वैराग्य नै झण्डा हो। झण्डा राष्ट्रको प्रतीक मानिन्छ। केही मानिसहरू भन्छन् झण्डा चञ्चल थियो, यसैले कपिध्वज भनियो। तर होइन, यहाँ कपि साधारण बाँदर होइन, स्वयं हनुमान हुनुहुन्थ्यो, जसले मान अपमानको हनन गरेका थिए। सममान निरादर आदरहि। मानस उत्तरकाण्डको 13औं दोहाअन्तर्गतको 8औं लाइन। प्रकृतिका देखेका सुनेका वस्तुहरूको विषयहरूको रागको त्याग नै वैराग्य हो। अत वैराग्य नै जसको झण्डा हो। त्यस अर्जुनले व्यवस्थित रूपमा धृतराष्ट्र पुत्रहरूलाई उभिएको देखेर शस्त्र चलाउने तयारीको बेलामा धनुष उठाएर ऋषिकेशम, जो हृदयको सर्वस्व ज्ञाता छन्, ती योगेश्वर श्रीकृष्णसँग यो शब्द भने, हे अच्युत, जो कहिले पनि च्युत हुँदैन, मेरो रथलाई दुवै सेनाहरूको बीचमा उभ्याइदिनुहोस्। यहाँ सारथीलाई दिएको आदेश होइन, इष्ट सद्गुरुसँग गरेको प्रार्थना हो। किन उभ्याउने? यावदेतान् निरीक्ष्यहं योद्धकामान विस्थितान् कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे। श्लोक 22। जबसम्म म यहाँ स्थित भएका युद्धको कामना गर्नेहरूलाई राम्ररी नहेरौँ कि यस युद्धको व्यापारमा मैले कोसँग युद्ध गर्न उचित छ, यस युद्धमा मैले कोसँग युद्ध गर्नु छ। योत्स्यमाना न वेत्स्यहं य एते अत्र समागताः। धार्तराष्ट्रस्य दुर्बुद्धिर्युद्धे प्रिय चिकीर्षव। श्लोक 23। यस युद्धमा दुर्बुद्धि दुर्योधनको कल्याण चाहनेहरू जुन जुन यी राजाहरू यस सेनामा आएका छन्, ती युद्ध गर्नेहरूलाई म हेर्नेछु, यसैले उभ्याउनुहोस्। मोहरूपी दुर्योधन, मोहमय प्रवृत्तिहरूको कल्याण चाहने जुन जुन राजाहरू यस युद्धमा आएका छन्, तिनलाई म हेरिलिउँ। सञ्जय उवाच एव मुक्तो ऋषिकेशो गुडाकेशेन भारत सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्। श्लोक 24। भीष्म द्रोण प्रमुखत सर्वेषां च महिच्छिताम् उवाच पार्थ पश्येतान् समवेतान् कुरुनीति। श्लोक 25। सञ्जयले भने, निद्राजयी अर्जुनद्वारा यस प्रकार भनेपछि हृदयका ज्ञाता श्रीकृष्णले दुवै सेनाहरूको माझमा भीष्म, द्रोण र महिच्छिताम शरीररूपी पृथ्वीमा अधिकार जमाएर बसेका सम्पूर्ण राजाहरूको बीचमा उत्तम रथलाई उभ्याएर भन्नुभयो, हे पार्थ, यहाँ एकत्रित भएका कौरवहरूलाई हेर, यहाँ उत्तम रथ सुन र चाँदीको रथ होइन। संसारमा उत्तमको परिभाषा नश्वरप्रतिको अनुकूलता प्रतिकूलतामा गरिन्छ। यो परिभाषा अपूर्ण छ। जसले हाम्रो आत्मा, हाम्रो स्वरूपको सधैँ साथ दिउन्, त्यही उत्तम हो, जसको पछाडि अनुत्तम मलिनता नहोस्। तत्र पश्यत स्थितान् पार्थ पित्तान त पितामहान् आचार्यान् मातुलान् भ्रातन् पुत्रान् पौत्रान् सखिंस्तथा। श्लोक 26। श्वशुरान् सुहृदश्चैव सेनयोरुभयोरपि। तत्पश्चात अचुक लक्ष्य गर्ने, पार्थिव शरीरलाई रथ बनाउने पार्थले ती दुवै सेनाहरूमा स्थित काकाहरूलाई, बाजेहरूलाई, आचार्यहरूलाई, मामाहरूलाई, भाइहरूलाई, छोराहरूलाई, नातिहरूलाई, मित्रहरूलाई, ससुराहरूलाई र सुहृदहरूलाई देखे। दुवै सेनाहरूमा अर्जुनलाई मात्र आफ्नो परिवार, मामाको परिवार, ससुरालीको परिवार, सुहृद र गुरुजन देखिए। महाभारतकालको गणनाअनुसार 18 अक्षौहिणी लगभग 40 लाखको बराबरी हुन्छ, तर प्रचलित गणनाअनुसार 18 अक्षौहिणी 6.5 अर्बको लगभग हुन्छ, जुन आजको विश्वको जनसङ्ख्याको बराबर छ। यति मात्रको लागि कहिलेकाहीँ विश्व स्तरमा आवास, खाद्य समस्या उत्पन्न हुन्छ। यति ठुलो जनसमूहमा अर्जुनको 3-4 नातेदार आफन्तहरूको परिवार मात्र थियो। के यति ठुलो पनि कसैको परिवार हुन्छ? कदापि हुँदैन। यो हृदय देशको चित्रण हो। तान् समीक्ष्य स कौन्तेय सर्वान् बन्धून् अवस्थितान्। श्लोक 27। कृपया परयाविष्टो विषिदन्निदं ब्रवीत्। यस प्रकार उभिएका ती सम्पूर्ण बन्धुहरूलाई देखेर अत्यन्त करुणाले भरिएर ती कुन्तीपुत्र अर्जुनले शोक गर्दै भने। अर्जुन शोक गर्न लागे, किनकि उनले देखे कि यो सबै त आफ्नो परिवार नै हो। अत भने अर्जुन उवाच दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम्। श्लोक 28। सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति बेपथुश्च शरीरे मे रोम हर्षश्च जायते। श्लोक 29। हे कृष्ण, यस युद्धको इच्छाले उभिएका स्वजन समुदायलाई देखेर मेरा अङ्गहरू दुर्बल हुँदैछन्, मुख सुक्न थाल्यो र मेरो शरीरमा कम्पन तथा रोमाञ्च भइरहेछ। यति मात्र होइन, गाण्डीवं श्रंसते हस्तात्वक्चैव परिदयते
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मन। श्लोक 30। हातबाट गाण्डीव झर्छ, छाला पनि डढिभएछ। अर्जुनलाई ज्वरो आए जस्तै भयो, दुखी भयो कि यो कस्तो युद्ध हो जसमा आत्मीयजन नै उभिएका छन्। अर्जुनलाई भ्रम भयो। उनले भने, अब म उभिरहन पनि आफूलाई असमर्थ पाइरहेको छु। अब अगाडि हेर्ने सामर्थ्य छैन। निमित्तानि च पश्यामि विपरीतानि केशव, न च श्रेयो अनुपश्यामि हत्वा स्वजन महावे। श्लोक 31। हे केशव, यस युद्धको लक्षण पनि विपरीत नै देख्छु। युद्धमा आफ्नै कुललाई मारेर परम कल्याण पनि देख्दिन। कुललाई मार्नाले कल्याण कसरी हुनेछ? न काङ्क्षे विजयम कृष्ण न च राज्यम सुखानी छ। किम नो राज्येन गोविन्द किम भोगैर्जीवितेन वा। श्लोक 32। सम्पूर्ण परिवार युद्धको मुहानमा छन्। यिनीलाई युद्धमा मारेर विजय, विजयमा प्राप्त हुने राज्य र राज्यबाट प्राप्त हुने सुख अर्जुनलाई चाहिँदैन। ऊ भन्दछ, कृष्ण, म विजय चाहन्न, राज्य तथा सुख पनि चाहन्न। गोविन्द, हामीलाई राज्य तथा भोग अथवा जीवनसँग पनि के प्रयोजन छ? किन? यसबारेमा भन्दछ, यसा मर्थे काङ्क्षितम नो राज्यम भोगाः सुखानी छ, तैमे अवस्थिता युद्धे प्राणाम त्यक्त्वा धनानी छ। श्लोक 33। हामीलाई जसको लागि राज्य, भोग र सुखादि इच्छित छन्, ती परिवारहरू नै जीवनको आशा त्यागेर युद्धको मैदानमा उभिएका छन्। हामीले परिवारका लागि राज्य चाहेका थियौँ। भोग, सुख र धनको पिपासा आत्मीयजन र परिवारसँग भोग्नको लागि थियो। तर सबै प्राणको आशा त्यागेर उभिएका छन् भने मलाई सुख, राज्य वा भोग चाहिँदैन। यी सबै यिनीहरूका लागि प्रिय थिए। यिनीहरूबाट अलग भएपछि मलाई तिनको आवश्यकता छैन। जबसम्म परिवार रहनेछ तबसम्म यी वासनाहरू पनि रहनेछन्। झुपडीमा बस्नेहरूले पनि आफ्नो परिवार, मित्र र आत्मीयजनलाई मारेर विश्वको साम्राज्य स्वीकार गर्ने छैन। अर्जुनले पनि यही भन्दछ कि मलाई भोग प्रिय थियो, विजय प्रिय थियो, तर जसको लागि थियो, जब उनीहरूमै रहने छैनन् भने भोगहरूको के प्रयोजन? यस युद्धमा कसलाई मार्नु छ? आचार्याः पितरः पुत्रास्तथैव च पितामहा मातुलाः श्वशुराः पौत्राः स्यालाः सम्बन्धिनस्तथा। श्लोक 34। यस युद्धमा आचार्य, बाजे, काका, छोराहरू र यसै प्रकार हजुरबुबा, मामा, ससुरा, नाति, साला तथा सम्पूर्ण आफन्त नै हुन्। यतान्न हन्तुमिच्छामि घन्तोऽपि मधुसूदन अपि त्रैलोक्य राज्यस्य हेतुः किम्नु मही कृते। श्लोक 35। हे मधुसूदन, मलाई मारे पनि अथवा 3 लोककै राज्यको लागि पनि म यी सबैलाई मार्न चाहदिन। फेरि पृथ्वीको लागि भन्नु के छ र? 18 अक्षौहिणी सेनामा अर्जुनलाई आफ्नो परिवार नै देखायो। यति धेरै आत्मीयजन वास्तवमा के हुन्? वस्तुत अनुराग नै अर्जुन हो। भजनको सुरुमा प्रत्येक अनुरागीको अगाडि यस्तै समस्या रहेका हुन्छन्। सबै चाहन्छन् कि हामी भजन गरौँ, त्यो परम सत्यलाई पाउन सकौँ। तर कुनै अनुभवी सद्गुरुको संरक्षणमा कुनै अनुरागी जब क्षेत्रज्ञको सङ्घर्षलाई बुझ्दछ कि मैले कोसँग लड्नु छ, तब त्यो हतोत्साहित हुन्छ। त्यो चाहन्छ कि मेरो पिताको परिवार, ससुरालीको परिवार, मामाको परिवार, सुहृद, मित्र र गुरुजन साथै रहन्, सबै सुखी रहन् र यी सबैको व्यवस्था गर्दै हामी परमात्मा स्वरूपको प्राप्ति पनि गरौँ। तर जब ऊ बुझ्दछ कि आराधनामा अग्रसर हुनको लागि परिवार छोड्नुपर्नेछ, यी सम्बन्धहरूको मोहलाई त्याग्नुपर्नेछ, तब ऊ व्याकुल हुन लाग्दछ। पूज्य महाराजज्यूले भन्ने गर्नुहुन्थ्यो, मर्नु र साधु हुनु बराबर हो। साधुका लागि सृष्टिमा अरू कोही जीवित हुन पनि सक्छ, तर आफन्तहरूको नाममा अरू कोही हुँदैन। यदि कोही हुन्छ भने सम्पर्क हुन्छ, मोह समाप्त कहाँ भयो? जहाँसम्म सम्पर्क छ त्यसको पूर्ण त्याग, त्यस सम्पर्कको अस्तित्व मेटेर नै उसको विजय हुन्छ। यी सम्बन्धहरूको विस्तार नै त संसार हो, नभए संसारमा हाम्रो के छ र? तुलसीदास कह चिद्विलास जग बुझ त बुझ बुझे। विनय पत्रिका 124। मनको प्रसार नै जगत हो। योगेश्वर श्रीकृष्णले पनि मनको प्रसारलाई नै जगत भनेर सम्बोधित गर्नुभयो। जसले यसको प्रभाव रोक्न सक्यो उसले चराचर संसारलाई नै जित्यो। यहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः। अध्याय 5 कर्मसन्न्यास योगको 19औं श्लोक। मात्र अर्जुन व्याकुल थियो, यस्तो कुरा होइन। अनुराग सबैको हृदयमा हुन्छ। प्रत्येक अनुरागी अधीर हुन्छ। उसलाई आफन्तको सम्झना हुन थाल्दछ। पहिले ऊ सोच्दथ्यो कि भजनबाट केही लाभ हुनेछ अनि सबै सुखी हुनेछन्। यिनीहरूसँग रहेर उसलाई भोगौँला। जब यिनीहरू सँगै रहेनन् भने सुख पाएर के गर्ने? अर्जुनको दृष्टि राज्य सुखसम्म मात्र सीमित थियो। त्यो त्रिलोकीको साम्राज्यलाई नै सुखको पराकाष्ठा सम्झन्थ्यो। त्यसको अगाडि पनि कुनै सत्य छ जसका ज्ञान अर्जुनलाई अहिले छैन। निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन पापमेवाश्रयेदस्मान् हत्वैताना ततायिनः। श्लोक 36। हे जनार्दन, धृतराष्ट्रका पुत्रहरूलाई मारेर पनि हामीलाई के खुसी हुनेछ? जहाँ धृतराष्ट्र अर्थात् धृष्टताको राज्य छ, त्यसबाट उत्पन्न मोहरूपी दुर्योधन इत्यादिलाई मारेर पनि हामीलाई के प्रसन्नता हुनेछ? यी उत्पातीहरूलाई मारेर हामीलाई पाप नै लाग्नेछ। जो जीवनयापनको तुच्छ लाभको लागि अनीति अपनाउँछ त्यसलाई उत्पाती भनिन्छ। तर वस्तुत यसभन्दा पनि ठूलो उत्पाती त्यो हो जो आत्माको पथमा बाधा उत्पन्न गर्दछ।
आत्मदर्शनमा बाधक काम, क्रोध, लोभ, मोह आदिको समूह नै उत्पाती हो। तस्मान् नार्हा वयं हन्तुं धार्तराष्ट्रान् स्वबान्धवान् स्वजनम हि कथम हत्वा सुखिनः स्याम माधव। श्लोक 37। त्यसैले हे माधव, आफ्ना बान्धव धृतराष्ट्रका पुत्रहरूलाई मार्नका लागि हामी योग्य छैनौँ। स्वबान्धव कस्तो? उनीहरू त शत्रु थिए। वस्तुत शरीरको सम्बन्ध अज्ञानबाट उत्पन्न हुन्छ। यो मामा हो, ससुराल हो, आत्मीयजन हो, यी सबै अज्ञान नै हुन्। जब शरीर नै नश्वर हो तब यसको सम्बन्ध नै कहाँ रहनेछ र? मोह रहेसम्म सुहृद छन्, हाम्रो परिवार छ, हाम्रो संसार हो। मोह छैन भने केही पनि छैन। यसैले ती शत्रु पनि अर्जुनलाई आत्मीयजन देखा परे। ऊ भन्दछ कि आफ्ना कुटुम्बलाई, आफन्तलाई मारेर हामी कसरी सुखी हुनेछौँ? यदि अज्ञान र मोह छैन भने आफन्तको अस्तित्व नै हुँदैन। यो अज्ञान ज्ञानको प्रेरक पनि हो। भर्तृहरि, तुलसी आदि अनेकौं महानुभावहरूले वैराग्यको प्रेरणा स्वास्नीबाट पाए। कोही सौतेली आमाका व्यवहारबाट खिन्न भएर वैराग्य पथमा अग्रसर भएका देखिन्छन्। यद्यप्यते न पश्यन्ति लोभोपहत चेतस कुलक्षयकृतं दोषम मित्रद्रोहे च पातकम। श्लोक 38। यद्यपि लोभबाट भ्रष्टचित्त भएका यी मानिसहरू कुलनाशको दोष र मित्रद्रोहको पापलाई देख्दैनन्। यो उनीहरूको दुर्बलता हो। तर पनि कथम न ज्ञेयमस्माभिः पापादस्मान् निवर्तितुम् कुलक्षयकृतं दोषम प्रपश्यद्धिर जनार्दन। श्लोक 39। हे जनार्दन, कुलनाशबाट हुने दोषहरूलाई जान्ने हामीहरूले यस पापबाट बस्नको लागि विचार किन नगर्ने? म मात्र पाप गर्छु यस्तो कुरा होइन, तपाईँ पनि गल्ती गर्न गइराख्नु भएको छ। श्रीकृष्णमाथि पनि आरोप लगाए। अहिले ऊ आफूलाई जानकारीमा श्रीकृष्णभन्दा कम ठान्दैन। प्रत्येक नयाँ साधक सद्गुरुको शरणमा गएपछि यसै प्रकारले तर्क गर्दछ र आफूलाई जानकारीमा कम ठान्दैन। अर्जुनले पनि यही भन्दछ कि यिनीहरू बरु नसम्झुन्, तर तपाईँ हामी त समझदार छौँ। कुलनाशको दोषहरूमाथि हामीले विचार गर्नु पर्यो। कुलनाशमा दोष के छ? कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः धर्मे नष्टे कुलम कृत्स्नम धर्मो अभिभवत्युत। श्लोक 40। कुलको नाश भएमा सनातन कुल धर्म नष्ट हुन्छन्। अर्जुनले कुल धर्म, कुलाचारलाई नै सनातन धर्म ठानिरहेका थिए। धर्मको नाश भएपछि सम्पूर्ण कुललाई पापले थिचिदिन्छ। अधर्मा अभिभवत् कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णशङ्करः। श्लोक 41। हे कृष्ण, पाप बढी भएपछि कुलका स्त्रीहरू दूषित हुन्छन्। हे वार्ष्णेय, स्त्रीहरू दूषित भएपछि वर्णशङ्कर जन्मिन्छन्। अर्जुनको मान्यता थियो कि कुलकी स्त्रीहरू दूषित हुनाले वर्णशङ्कर हुन्छ। तर श्रीकृष्णले यसको खण्डन गर्दै अगाडि बताए कि म वा स्वरूपमा स्थित महापुरुषले यदि आराधनाको क्रममा भ्रम उत्पन्न गरिदिएमा वर्णशङ्कर हुन्छ। वर्णशङ्करको दोषहरूमा अर्जुन प्रकाश पार्छ। शङ्करो नरकायैव कुलग्नानां कुलस्य च पतन्ति पितरो येषां लुप्तपिण्डोदकक्रियाः। श्लोक 42। वर्णशङ्कर कुलघातीहरू कुललाई नरकमा लिएर जानको लागि नै हुन्छ। लुप्त भएको पिण्डक्रिया गर्ने यिनीहरूका पितृहरू पनि झर्छन्। वर्तमान नष्ट हुन्छ, अतीतका पितृहरू झर्छन् र भविष्यका पनि झर्लेछन्। यति मात्र होइन, दोषै रेतै कुलग्नानां वर्णशङ्करकारकै उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः। श्लोक 43। यी वर्णशङ्करकारक दोषहरूद्वारा कुल र कुलघातीहरूको सनातन कुल धर्म र जाति धर्म नष्ट हुन्छन्। अर्जुन मान्दथे कि कुल धर्म सनातन हो, कुल धर्म नै शाश्वत हो। तर श्रीकृष्णले यसको खण्डन गरे र अगाडि भन्नुभयो कि आत्मा नै सनातन शाश्वत धर्म हो। वास्तविक सनातन धर्मलाई जान्नुभन्दा पहिले मानिस धर्मको नाममा कुनै न कुनै रूढीलाई जान्दछ। ठिक यसै प्रकारी अर्जुन पनि जान्दछ, जुन श्रीकृष्णको शब्दहरूमा एउटा रूढी हो। उत्सन्न कुलधर्मानां मनुष्यानां जनार्दन नरके अनियतम वासो भवतीत्यनुशुश्रुमा। श्लोक 44। हे जनार्दन, नष्ट भएको कुल धर्मका मानिसहरूका अनन्तकालसम्म नरकमा वास हुन्छ, यस्तो मैले सुनेको छु। कुल धर्म मात्र नष्ट हुँदैन, बरु शाश्वत सनातन धर्म पनि नष्ट हुन्छ। जब धर्म नै नष्ट भयो भने यस्ता पुरुषको अनन्तकालसम्म नरकमा वास हुन्छ, यस्तो मैले सुनेको छु, देखेको छैन। अहोबत महत् पापम कर्तुम व्यवसिता वयम यद्राज्य सुख लोभेन हन्तुम स्वजनमुद्यताः। श्लोक 45। अहो, दुःख छ कि हामीहरू बुद्धिमान भएर पनि महान पाप गर्नको लागि तयार भएका छौँ। राज्य र सुखको लोभले आफ्नो कुललाई मार्नको लागि उद्यत भएका छौँ। अहिले अर्जुन आफूलाई कम ज्ञाता मान्दैन। आरम्भमा प्रत्येक साधक यसै प्रकार बोल्दछ। महात्मा बुद्धको कथन छ, मानिसले जब अधुरो ज्ञान पाउँछ अनि आफूलाई महान ज्ञानी सम्झन्छ र जब आदिभन्दा अगाडिको ज्ञान प्राप्त गर्न लाग्छ भने आफूलाई महान मूर्ख सम्झन्छ। ठिक यसै प्रकारी अर्जुन पनि आफूलाई ज्ञानी नै सम्झन्छ। ऊ श्रीकृष्णलाई नै सम्झाउँछ कि यस पापबाट परम कल्याण हुनेछ, यस्तो कुरा पनि छैन। मात्र राज्य र सुखको लोभमा परेर हामीहरू कुल नाश गर्न उद्यत भएका छौँ, महान भूल गरिरहेका छौँ। म मात्र भूल गरिरहेको छु यस्तो कुरा पनि होइन, तपाईँ पनि भूल गरिरहनु भएको छ। एक धक्का श्रीकृष्णलाई पनि दिए। अन्त्यमा अर्जुन आफ्नो निर्णय दिन्छ,
यदि माम प्रतिकार मशस्त्रम शस्त्रपाणय धातराष्ट्र रणे हन्युस्तन्मे क्षेमतरम भवेत्। श्लोक 46। यदि म शस्त्ररहित मुकाबिला नगर्नेलाई धृतराष्ट्रका शस्त्रधारी पुत्रले रणमा मारे भने उसको त्यो मार पनि मेरो लागि अति कल्याणकारी हुनेछ। इतिहासले त भन्नेछ कि अर्जुन बुद्धिमान थियो जसले आफ्नो बलि दिएर युद्धलाई बचायो। मानिसहरूले प्राणको आहुति दिन्छन् कि सोझा साझा बच्चाहरू सुखिरहन्, कुल त बाँचिरहोस्। मानिस विदेश जाओस्, वैभवपूर्ण प्रसादमा रहोस्, तर 2 दिनपछि उसलाई आफूले छाडेको झुपडीको सम्झना आउन थाल्छ। मोह यति प्रबल हुन्छ। यसैले अर्जुन भन्छ कि धृतराष्ट्रका शस्त्रधारी पुत्रहरू म प्रतिकार नगर्नेलाई रणमा मारे पनि त्यो मेरो लागि अति कल्याणकारी हुनेछ, किनकि बालबच्चाहरू त सुखिरहन्। सञ्जय उवाच एव मुक्त्वार्जुन सङ्ख्ये रथोपस्थ उपाविशत् विसृज्य सशरम चापम शोक संविघ्न मानसा। श्लोक 47। सञ्जयले भने रणभूमिमा शोकले उद्विग्न मन भएका अर्जुन यसरी भनेर बाणसहित धनुषलाई त्यागेर रथको पछिल्लो भागमा बसे, अर्थात् क्षेत्रज्ञको सङ्घर्षमा भागमा लिन पछि हटे। निष्कर्ष गीता क्षेत्रज्ञको युद्धको निरूपण अन्वेषण हो। यो ईश्वरीय विभूतिहरूले सम्पन्न भगवत स्वरूपलाई देखाउने गायन हो। यो गायन जुन क्षेत्रमा हुन्छ त्यो युद्ध क्षेत्र शरीर हो, जसमा 2 प्रवृत्तिहरू छन्, धर्मक्षेत्र र कुरुक्षेत्र। यी सेनाहरूको स्वरूप उनको बलको आधार बतायो। शङ्खध्वनिबाट उनीहरूको पराक्रमको जानकारी भयो। यसपछि जुन सेनासँग लड्नु छ त्यसको निरीक्षण भयो। त्यसको गणना 18 अक्षौं हिँडी लगभग 6.5 अर्ब भनिन्छ। तर वस्तुत उनीहरू अनन्त छन्। प्रकृतिको दृष्टिकोण 2वटा छन्। एउटा इष्टोन्मुखी प्रवृत्ति दैवी सम्पद, अर्को बहिर्मुखी प्रवृत्ति आसुरी सम्पद। दुवै प्रकृति नै हुन्। एउटा इष्टतिर उन्मुख गर्दछ, परम धर्म परमात्मातिर लिएर जान्छ, र अर्को प्रकृतिमा विश्वास दिलाउँछ। पहिले दैवी सम्पदलाई साधेर आसुरी सम्पदलाई अन्त्य गरिन्छ, अनि शाश्वत सनातन परब्रह्मको दिग्दर्शन र त्यसमा स्थितिसँगै दैवी सम्पदको आवश्यकता समाप्त हुन्छ। युद्धको परिणाम प्रकाशित हुन्छ। अर्जुनलाई सैन्य निरीक्षणमा आफ्ना परिवार नै देखिन्छन्, जसलाई मार्नु छ। जहाँसम्म नाता छ त्यति नै संसार हो। अनुरागको पहिलो चरणमा पारिवारिक मोह बाधक बन्छ। साधक जब देख्दछ कि मधुर सम्बन्धहरूबाट यति विच्छेद हुनेछ जस्तो कि उनीहरू छँदै थिएनन्, तब उसलाई अत्यास हुन थाल्छ। सोजना शक्तिलाई मार्नमा उसलाई खतरा देखिन्छ। ऊ प्रचलित रूढीहरूमा आफ्नो बचाउ खोज्न थाल्छ, जस्तो अर्जुनले गरे। उसले भने कुल धर्म नै सनातन हो। यस युद्धमा सनातन धर्म नष्ट हुनेछ। कुलका स्त्रीहरू दूषित हुनेछिन्। वर्णशङ्करको जन्म हुनेछ, जुन कुल र कुलघातीहरूलाई अनन्तकालसम्म नरकमा लैजानको लागि नै हुन्छ। अर्जुन आफ्नो बुद्धिले सनातन धर्मको रक्षाको लागि व्याकुल छ। उसले श्रीकृष्णसँग अनुरोध गरे कि हामीहरू समझदार भएर पनि यो महान पाप किन गरौँ, अर्थात् श्रीकृष्ण पनि पाप गर्न गइरहनु भएको छ। आखिरमा पापबाट बच्नको लागि म युद्ध गर्ने छैन भन्दै आत्तिएका अर्जुन रथको पछिल्लो भागमा बसे। क्षेत्रज्ञको सङ्घर्षबाट पछि हटे। टीकाकारहरूले यस अध्यायलाई अर्जुन विषाद योग भनेका छन्। अर्जुन अनुरागको प्रतीक हो। सनातन धर्मको लागि व्याकुल हुने अनुरागीको विषाद योगको कारण बन्दछ। यही विषाद मनुला भएको थियो। हृदय बहुत दुःख लागा जन्म गयो हरि भगति बिनु। रामचरितमानस बालकाण्डको 142औं दोहा। आशंका परेरमै मानिस विषाद गर्दछ। उसलाई शङ्का थियो कि वर्णशङ्कर जन्मिनेछ, जसले नर्कमा लिएर जानेछ। सनातन धर्म नष्ट हुने पनि उसलाई विषाद थियो। अत संशय विषाद योग सामान्य नामकरण यस अध्यायको लागि उपयुक्त छ। ओम तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्ण अर्जुन संवादे संशय विषाद योगो नाम प्रथमो अध्याय। 1। अत यस प्रकार श्रीमद् भगवद्गीता रूपी उपनिषद एवं ब्रह्मविद्या तथा योगशास्त्र विषयक श्रीकृष्ण र अर्जुनको संवादमा संशय विषाद योग नामक प्रथम अध्याय पूर्ण हुन्छ। इति श्रीमद् परमहंस परमानन्दस्य शिष्य स्वामी अर्गडानन्द कृते श्रीमद् भगवद्गीतायाः यथार्थ गीता भाष्ये संशय विषाद योगो नाम प्रथमो अध्याय। 1। यस प्रकार श्रीमद् परमहंस परमानन्दज्यूका शिष्य स्वामी अर्गडानन्दकृत श्रीमद् भगवद्गीताको भाष्य यथार्थ गीतामा संशय विषाद योग नामको पहिलो अध्याय समाप्त हुन्छ। हरि ओम तत्सत।